हेलो गुड मर्निङ। बिहानको 4:40 भयो। उठ्न त म अघि नै उठेको। पसलमा चाहिँ आउनुपर्ने भयो क्या सामान छुटेर। आज चाहिँ हामी मेकअप गर्न नानघाट जाँदैछौँ। सामान प्याकिङ भइसक्यो, तर यो होम सर्भिसमा केही न केही छुटिरहेको हुन्छ कि होम सर्भिसमा। मैले चाहिँ 7-in-1 को सनस्क्रिन लगाएर अनि पाउडर लगाएको कस्तो गोरी देखिरहेको रहेछ कि फेरि फेरि लिपस्टिकको सेडहरू छुटेछ। अब यो कलरिङ सेन्सकै ठिक लाग्छ कि मलाई। फेरि लङ लास्टिङ हुन्छ नि त। भोजमा उहाँहरूले जति जे खाए पनि केही पनि हुनेवाला छैन। यो लिपस्टिक यो कसैलाई मरुन कलर मनपर्छ त्यो हालिदिन्छु। अनि त्यसपछि हजुरको यहाँ पिङ्क कलर पनि थियो के कता हो। अनि यो 24 त हालिसकेँ। पुलिस पनि ल्याइदिनु भन्नुभएको छ कि यता लिपस्टिकको सेडहरू चाहिँ यति लगेँ। कलर सेन्सको चाहिँ लङ लास्टिङ पनि छ नि त, ए लगेँ। लङ टचेस थ्याङ्क यू सो मच बहिनी। बिहान आइदिन्छु कि बिचरा हिँड्यो पनि। कफी फेरि म खान्छु र पहिला पिउँछु। ओ माई गड स्मृति, तिमी कति मिठो कफी बनाउँछौ नि। टेस्ट कुन दिन टाइम मिल्यो भने आउनु कफी खानलाई। स्मृति दिदी घुम्न नगएर के भयो त? यो बिहान मेकअप गर्न त हिँडिरहेको छ। त हेर्नु त कति रमाइलो। ओहो त्यहाँ चन्द्रमा नि छ फेरि। कस्तो रमाइलो के बाटो है अमृता, कस्तो रमाइलो बाटो। के देखिरहेको छौँ हामी फेरि। मेरो छोरा भएको भए मामा दोजा भन्थ्यो, बिचारा सुतिरहेको छ, छोडेर हिँड्छु। कस्तो राम्रो है। हामी चाहिँ आइपुग्यौँ कि ठ्याक्कै यहाँ आइसक्यौँ। कस्तो राम्रो के हेर्नु प्लान्ट हेर यहाँको डेकोरेसन यस्तो भएको रहेछ। खास यहाँ चाहिँ के अरे गुफा राखेको बच्चाको हो क्या आज चाहिँ। यहाँ कस्तो खतरा ढोका हो यो त। म त कहाँ होटलमा आज जस्तो फिल भयो। कस्तो दामी हो भित्र त। हजुरले चिन्नुभयो मलाई? चिन्नुभयो कि नै भनिदिनु। त्यसकै मान्नु यहाँ मेकअप गर्न रेडी हुँदैछौँ अब चाहिँ। बेबीको हेर्नु कस्तो राम्रो के है डेकोरेसन। अब मैले चाहिँ उहाँको चाहिँ ब्राइडलमा पनि रिसेप्सनमा पनि इङ्गेजमेन्टमा पनि मेकअप गरेँ। अहिले भदिनीको होइन हजुरको। अब भदिनीको गुफामा पनि आज मेकअप गर्न राम्रो बनाइदिने हो। कति वर्षपछि भेट भएको रे हाम्रो? हामी 5 वर्षपछि, अहिले 6 मा लाग्यो। आमा यो त कामले चाहिँ भेटिन्छ कि जे होस् है। जस्ताको त्यस्तै रहेछ। अङ्कै राम्रो छ। सनस्क्रिन ग्यालिनमा सबै कुरा ठुल्ठुलो, सनस्क्रिन नि ठुलो। खिच ग्यालिनको सनस्क्रिन लगाइदिइसकेँ मैले फेरि। उहाँ चाहिँ हाम्रो डक्टर। पहिला भेट्दाखेरि चाहिँ सानी राख्थ्यो, अहिले त कत्रो ठुलो लाग्यो। हेलो गरिदिनुहोस् न त। हजुर सुई लगाइदिनु हुन्छ कि हुन्न? मलाई डक्टर साहेब हजुरले योभन्दा ठुलो कप भेट्नु भएन? यो सानो भयो क्या? सानै हो यो कप। म डक्टर घरमा हुनु चाहिँ यत्रै कप रहेछ। उहाँ चाहिँ मेरो ब्राइडल। आज हाम्रो के हुँदैछ अरे छोरी? बोलिदिनु नि फेरि। हेलो गर, हेलो गरिदेऊ न। कस्तो ल यस्तो छ यहाँ। कोही ल्यासिस कोही के। हेलो गरिदिनु न त आन्टी। हाम्रो सिलाएको चाहिँ बिच यस्तो राम्रो देखियो। नानीलाई कति राम्रो देखियो। नानीको मामुलाई नि राम्रो देखियो। सिन्दुर यस्तो छ। कुर्सीमा उभिनु पर्यो यस्तो छ। ऊ यहाँ कसैको गुलाब फस्यो। उहाँहरूको चाहिँ यस्तो गर्ने कल्चर रहेछ कि एकदम। उहाँ चाहिँ ब्राइड बाहिर अब उज्यालो हेर्ने 12 दिनको दिनमा। यो चाहिँ फर्स्टमा कन्ने केटी अगाडि लिएर आएर अनि आफ्नो फुपूहरूले चाहिँ उहाँहरूको चाहिँ के भन्छ मलाई खोल्दै त अगाडि ल आउनुहोस्। उहाँहरूको चाहिँ यस्तो कल्चर रहेछ कि। ल उहाँहरूलाई चाहिँ यसरी ल्याइएको छ। हेलो दुलालाई चाहिँ यस्तै ल्याइदो रहेछ कि। अब सूर्य देखाउने, सूर्यको दर्शन गराउने उहाँको चाहिँ। ल यस्तो है कस्तो रमाइलो कि। सबको देखाइदिएको मैले।
अब थकेला आयो एकछिन थेचारेर बसिन्छ अनि बल्ल सामान मिलाइन्छ यति पसार भएको छ सामान हाम्रो सबै समेट्नु पर्यो यस्तो बिजोग छ अब कतिखेर मिलाएर भ्याउने होला ल आजको डे पनि रमाइलो भयो हाम्रो एकदम खुसी लाग्छ काम गर्दाखेरि खुसी नै लाग्छ रस त एकदमै रस भयो घरमा अब त्यही त हो गाह्रै हुन्छ त्यही माथि गुफा राखेको रुम सास फेर्न नि गाह्रो भएको जस्तो लाग्छ मलाई चाहिँ हजुरको अक्सिजन लिएर आउनु पर्ने रहेछ मलाई थाहा नै थिएन कि अब नेक्स्ट टाइम यस्तो भयो नि अक्सिजन लिएरै हिँड्छु म गाह्रो बस्छु ल बाई